So hello everyone, good morning सबैजनालाई and welcome back to my new video. आज चाहिँ डगवेट को भिडियो सुरु भइसकेको छ साथीहरु बिहानबाट। अहिले चाहिँ बजेको छ बिहानको 6 बजे होला। बाबा मुक्दैछ। म त 5 बजेको अलार्म लाग्थ्यो कि हाम्रो घरको कोही पनि नउठेको कारणले म ओछ्यानमै बसिसकेको साथीहरु आमामा बसिरहेको साथीहरु। सो म चाहिँ उठे अब पानी खान्छु। अब चाहिँ दिनको सुरुवात भइसकेछ। हाम्रो भटभट काम हुनेछ। हेर्नुस् चियरहरु यसरी राखिरहेछ। हाम्रो चाहिँ अब त्यो अहिले फिलहाल चाहिँ घरतिर त्यो डेरा सेरा यस्तोहरु बनाउनु हुँदैन हैन, तपाईलाई थाहै छ। अन्त चाहिँ त्यो भएर चाहिँ हाम्रो चाहिँ सबै बुफेहरु चाहिँ उयो लगाएको छ। यो समाज घर छ नि हाम्रो यहाँ त्यहाँ लगाएको छ कि त्यहाँ भित्र सबै बनाएको छ। म बादमा देखाउँछु नि तपाईहरुलाई। सबै रेडी छ अरे हैन, मैले त देखेको छैन, म त हिजो ढिला आएको। सो भाँडाकुँडाहरु पनि यस्तो भइरहेछ। फिलहाल चाहिँ बिहानको स्थिति चाहिँ अब आएर भटभट खानाहरु बनाउनुहुन्छ होला बडाहरुले हैन। सो बिहानको नजारा मेरो गाउँको हैन, अहिले चाहिँ यस्तो भइरहेछ फिलहाल चाहिँ हैन। हेर्नुस् त। अन्त चाहिँ मैले चाहिँ मेरो छानाको लागि चाहिँ माला लिएर आएको छु नि त, पढा सफा गरेर लाउनुको लागि। मालाहरु यहाँ उयो गरिरहेछु। अब फर्स्ट चाहिँ पढा गएर सफासफाइ गरेर त्यहाँ धुपसुप बालेर आउने। त्यहाँबाट चाहिँ आजको दिनको सुरुवात हुनेछ साथीहरु। हाम्रो बहिनीलाई भने मैले रिक्सा दिदी पर आइसक्यो त भन्दा मात्रै जुरुकै उठेर उ यहाँ ब्रस गर्दैछ। हेलो भन्दै मेरो भिडियोमा। यो चाहिँ यो घरको कान्छी छोरी हो, मेरो बहिनी हो कान्छी छोरी। अब यो पनि कुन दिन चुइया गइदिन्छ होला भनेर पिरमा छौँ हामी साथीहरु। बाबा पिर छ कि छैन? किन जानै पर्छ भन्नु न। ल नो पिर अरे गइदे। दिदीको ढोकभेट खोल्ने बित्तिकै गइदे त पनि। फेरि साथीहरु म त फेरि निकिताम गए कि म त फेरि निकिताको सुक्खा ढोकभेटको लागि जाँदैछु है भनेर म भिडियो बनाउँछु नि ल। बिजी हो घरै कुद्दै हो। अब त बाबा रिटायर हुनुपर्ने रहेछ भन्दै थियो शङ्कर दाले। मैले भने त रिटायर भइसक्यो अब हुन्छ भने नि त। अन्त हेर्नु त मेरो घरको प्लान्ट्सहरु प्लान्टै प्लान्ट हो प्लान्ट। म त केही जान्दिनँ यस्तो लगाउनुहरु, तर पनि घरमा चाहिँ लगाएको छ साथीहरु यस्तो दामी प्लान्ट्स। अन्त मैले तिम्रो मायामा नयाँ नाम पाए, सँगै उदाउने सँगै डुब्न पाए। त्यस्तै भएर साथीहरु यस्तो गीत गाएर सेन्टिमेन्टल पारिदिनु पर्यो साथीहरु। ल साथीहरु बादमा के हुन्छ सबै देखाउने छु। सो स्टे ट्युन गाइज। अब चाहिँ हामी पहिला फर्स्ट उठ्ने बित्तिकै हात मुख धोएर चाहिँ ठुलामा माला लाउनु गएको दिनको सुरुवात। आज नयाँ माला छोरीको अलिक यता हेर्नु टाउको त यता पऱ्यो त। यता हो मलाई नसिकन बेसी। ए यता हेरे हो रुक्साले भनेको हाल्ने मान्छेलाई सोध न। ए त्यस्तै भने मलाई घाम सूर्यपट्टि देखाउँछ अरे मोर्दा, त्यही कारण चाहिँ जिउँदो भइन्जेल चाहिँ पाइताला भगवानले सूर्यलाई देखाएर। अन्त मैले त यतै हो भन्दा पनि यतै हो भने त उसले त मलाई आज चाहिँ नातिनीको ढोकभेट नयाँ माला खुकुरी माथि चला धुप देऊ न हामीलाई।
बाजेले नातिनीको आज ढोकबेटमा काम गर्नुहुन्छ है। कस्तो लाग्दैछ काम गर्नु आज? गाइस हेर्नु नि बुढालाई मैले भिडियो गर्नु भनेको त नि लाटा जस्तै बोल्नै नसक्ला जस्तै यत्तिकै हावामा भिडियो गरेछ होइन। यति बेला चाहिँ हाम्रो भट्टाभट बिहान खाना पक्नु सुरु भइसकेको थियो ढोकबेटको लागि चाहिँ होइन। यति बेला चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरू खाना बनिँदै थियो अन्त बुढाले चाहिँ खिच्नु भएछ अलिअलि होइन। अन्त म त बिजी थिएँ नि त घरमा यस्तो भिडियोहरू खिच्नु भ्याउँदिनँ तपाईँ खिच्नु भनेको थियो नि त। अन्त चाहिँ उसले भिडियो खिचिदिएको रहेछ यति चाहिँ। साडी लगाइदिएको मम्मी तपाईँ पनि साडी लाउनुहुन्छ अहिले? ठिक छ ठिक छ राम्रो ल लाउँदै गर ल म पनि लुगा लाउँछु ल मम्मी। सब रेडी हुँदैछ है गाइस रेडी हुँदैछ सबसे लास्ट रेडी हुने चाहिँ मै हो किनभने सब गरेर रेडी भएको सो गाइस अहिले चाहिँ म रेडी भइसकेँ पुरा बिजी भयो नि त कि चिया कफीहरू बनाउँदा तपाईँहरूलाई अब बुढाले के देखायो मलाई थाहा छैन। अन्त चाहिँ सानो अपडेट दिन्छु भनेर खानाहरू खाने चाहिँ गाइस यहाँभित्र बनाएको छ नि त। सो भाउजू लु प्लेट छ त हाम्रो यहाँ चाहिँ खाना खाने जग्गा बनाएको छ नि त हो। अन्त चाहिँ यहाँ चाहिँ खाने कतिवटा चाहिन्छ क्वार्टर प्लेट होइन कति चाहिन्छ नि हुनुपर्छ तपाईँ समाजको मान्छे भएर होइन बडा उयो गर्नुपर्छ म खाङ्दा ल्याउँछु ल। अन्त चाहिँ हजुर अन्त चाहिँ खानाहरूमा चाहिँ के बनिँदैछ भनेर म देखाउँछु तपाईँहरूलाई। झन्डै बडाले बेडी सल्काउनु आँटेको रहेछ गाइस। यहाँबाट बोकेर राख्दाखेरि टाउको टाउ लुकाइदियो आम्मा रातै पनि भइहाल्यो। के पाक्दैछ त बडा? यहाँ चाहिँ चिकन चिल्लीको लागि हुँदैछ होइन। चिकन चिल्लीको लागि के बनिँदैछ खै के चाहिँ बन्यो बडा देखाउँ न अलिकति। यहाँ चाहिँ पुलाउ बनिँदैछ अन्त दाल बन्यो अरू खै केही त देखिनँ। यहाँ अब यो चाहिँ दाल होइन के हो त्यो पनिर। यहाँ पनिर बनिँदैछ साथीहरू। अब अहिले त के हो यस्तै हो देखाउँदै गर्छु तपाईँहरूलाई। सो गाइस अहिले चाहिँ यति बेला चाहिँ हाम्रो भात खौरेहरू आइपुग्नु भएको थियो होइन। सो अलिकति क्लिप हेर्नुहोस्। सही हो यो जसको रेटमा सही छ भने सर ओके छ कोही बात छैन। अब तपाईँहरूले भन्नुपर्ने चाहिँ उहाँलाई हामीलाई होइन यहाँलाई बाजे छ काकाहरू छ आउनुभयो कताबाट आउनुभयो है ठिकै छ वेलकम छ होइन भन्नुहोस् न यो राख्नु भएको छ
निकै टाढो पर्दो रहेछ दार्जिलिङ अलिक छिटै आउनु भएछ हौ 10 बजीको कुरा थियो निकै टाढै रहेछ है भन्नु पर्दैन त हामी नयाँ मान्छे हो हजुर होइन त्यस्तो एउटा भएर बहिनी टाउन भएको राजबाडी बिहा भएर त्यसको लागि चाहिँ तपाईँहरूले आज उहाँहरूले बोलाउनु भएको छ अनि चाहिँ हामी यही लिएर आएको मतलब हाम्रो छोरी चाहिँ यहाँबाट गएको तपाईँहरूको राजबाडी पुगेछ राजबाडी पुग्यो र एउटा कुरो चाहिँ ठिकै छ अब मेरो पक्षबाट भनौँ हामी बाउ पक्ष छौँ होइन यो एउटा के हो भने नि हजुरहरूलाई अलिक समय चाहिँ दिएको थियौँ हजुर होइन के अरे कुनै के दिँदा के नगर्नु भन्थ्यो 10:30को टाइम यहाँ घरमा बिमारी छ हिजो अस्ति हाम्रो यहाँ अलिकति दुःखद घटनाहरू पनि परेको हामीले त्यस्तो ठुलोहरू पनि केही गरेको छैन होइन बाउ यहाँ छ तपाईँहरूले अलिकति एउटा नेग्लिजेन्सी ठिकै छ जति बेला पुग्दा पनि हुन्छ भने जस्तो प्रकारले आउनुभयो त्यसमा चाहिँ अलिकति हामीलाई पनि दुःख लाग्यो अलिकति अब दार्जिलिङको त्यस्तै छ अब जानु $10:30 11 बजीसम्म त ठिकै छ नि त अहिले कति बजे यो टाइम हो आउने ठिकै छ आज बस्ने हो आज बस्ने हो सबै आज चाहिँ पुलिसहरू रेडी अन्त यो के भन्दा अब लेडिज मान्छेहरूसँग अलिकति प्रब्लम तपाईँहरूले पनि आफन्तहरू सबै लिएर आउनु भएको छ होला हाम्रो पनि यो घरको आफन्तहरू टाढो टाढोबाट आएको छ बिचरा उहाँहरू पनि फर्किने हुन्छ कोही बुढाबुढी आएको छ होला आफ्नो सन्तान त बोलाउनु पऱ्यो नि त सन्तानहरू त्यस्तै हुन्छ होइन तर यसो उहाँहरूलाई पनि आफ्नो छोरीलाई त्यसलाई यसो सबै एउटा भेट कहीँ बाटोघाटोमा भेटिन्छ कि भनेर एउटा तपाईँहरूलाई त्यति साह्रो तपाईँहरूलाई इजी गरेको छौँ म त हामीले तपाईँहरू आउनुभयो नि होइन यो मतलब यो हजुरहरूले राख्नु भएको छ नि के को लागि राख्नुभयो भनेर अन्तिममा चाहिँ अलिकति ढिलोको मात्रै मैले तपाईँहरूलाई भनिदिएको हो ढिलोको मात्रै मैले तपाईँहरूलाई राखेँ अब चाहिँ भन्नुहोस् न केही छैन तपाईँको आफ्नो छोरीहरू हामीहरूको घरमा सही सलामत छ तपाईहरुले कोही टेन्सन त्यही हो लिएर आएको हैन खबर लिएर आएको यो सब हुन्छ नयाँ रहेछ नि त बिचार ल्याउनुस् ए नानी आइज लाउनुस् हैन उहाँहरु आउँछ नि उहाँहरुले नगरिकन हाम्रो प्री प्लान हो त यो हाम्रो घरमा दुःख पनि परेको थियो नि त घरको खोलेर चाहिँ मेरो भाइ बुहारी हामी सबै सल्लाह गरेर सुक्खा ढोपेर दिएको हैन हैन त्यही छैन त्यो तपाईहरु घरबाट साह्रै हैन ओके लेट्स अब यो नानीहरुलाई ढिलो पनि भइसक्यो हैन वेलकम छ अब तपाईहरुले लिएर आउन सक्नुहुन्छ जान्छ हाम्रो घर पनि त्यस्तो छैन मन नदुखाउनु चाहिँ हैन हैन उलाई चाहिँ त्यहाँ राखेको नि त उनीहरूले गर्देको नानीको हैन पहिला चिया पनि खान्छ होला नि त एकछिन अब राखेर टुला चिपेर रेडी गर्नुपर्छ होला हैन दुईजना मात्रै आउने क्या हौ खोइ गयो त नमस्कार नमस्कार वेलकम टु रमली नमस्ते भन्छ ल
जान ऊ बोलाउँदैछ बोलाउनु त दिदीलाई लजा रे यसु त्यो लमीलाई दिउँ यो लमीलाई दिउँ बाजेर ढोकर पहिले बाउलाई सगुन उयो गर अलग्गै गर सगुन छुएर जाऊ पर सगुन छुएर दुईजनाले पहिला ल ल पहिले तँ जा पहिले ढोक्नु पहिले ढोक्नु एकछिनको लागि चाहिँ यहाँ सगुन छुएर ढोक्नु उता ठुलो बाबालाई ठिक 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 ल अब यता फेरि यता यता भइहाल्छ अहिले छु न एकपल्ट छुँदा के छैन जोइले छुइहाल्यो ल अहिले बाजेलाई ल अब बाजेहरूको के छ तिनीहरूको के छ बदली गर लो बाजे टोपी खोलेर लगाइदिए पहिला यता बाजे पहिले त्यहाँ बाजेलाई जोइले लगाइदिनु अर्को ठुलो बाजेलाई यस करेक्ट अर्को बाजेलाई ल के छ खदा सदाहरू छैन खदा छ ल खदा पनि लगाइदियो एकैवटा काका टोपी भन्नु नि त कान्छा बाजेलाई पनि टोपी सोपी खदा सदा लगाऊ खाजा तैँले लगाइदिए ल एकछिनको लागि अब बाउलाई लगाइदियो पहिले ल ठुलो बाउलाई लगाऊ जोइले यता लगाउँदा हुन्छ ठिक छ ल ल ल अब कुरा आयो सरस्वती आमा खोइ ल बाउ र आमालाई त्यहाँबाट त्यसपछि चाहिँ हाम्रो अर्को कार्यक्रम हुन्छ ल आमा उठ्नु न त ल बाजे बस्नु बस्दा हुन्छ बाउ पार्टी बस्नु ल बाउ र आमालाई यो छुएर खुट्टामा त नढोक्ने अलग अलग ल ल अलग गर ठिक छ जोइले पनि बाबालाई पनि ढोक्ने आमालाई पनि ढोक्ने बाबाले पो छुनुपर्छ ल ल ल आमालाई अलग्गै गर आमाले खुट्टा छुनु सक्छ छोरीको ल आमा र बाबाको लागि के छ आमा र बाबाको लगाइदिनु पर्छ यार नानी ए नानी लगाइदिनु पर्छ आमालाई खोलेर अलदा हो हैन खाजा लगाइदेऊ न भइहाल्यो ल ठिक छ ल ल बाउलाई टोपी बाबालाई दिइहाल्यो नि परेन अहिले बाबाको भाग लगाइदियो सक्यो भन अब अरू अब के गर्नु अहिले सम्झिने ढोकाले बाध्य गर्नु हाले त अघि बोतलमा त्यसो भए खाना खानु लानु पर्यो ठिक अब बस्नु पऱ्यो कोही खानु जाने हल्का लगाइदिनु पर्यो होइन लगाइदिनु पर्छ
फोटो खिच्नु पर्दैन नि यस्तो है सौराम दाजुहरू पठाउ त फेरि काका काकी मात्रै भन्छ तिमीहरूले त गर्दै गर्छ नि त अहिले सम्झिनेमा त त्यो दिनुपर्छ त सम्झिनु ढोकाउँदा त त्यो यता र उता गर्छ त खुट्टामा छुनु हुँदैन तिमीहरू निस्क दुईजनाको लागि त्यसमै हात हाल्नु न लु बस कहाँ ढोक्दैछ होइन नातिनी खुट्टा ढोक्नु पर्यो अन्त आफूले चाहिँ नखलेको हेर दिदी के छ अब बाजे बोजूको लागि के छ चिचाहरूको नानी तेरो पनि छुट्टी भयो तँ चाहिँ लु के गर्छ अब आफ्नो साइड कता हो के हो केही जान्दैन होइन उयो भोटर कार्ड बेसीमा हो यता बोर्डरमा आयो कि त अब है मेरो त भान्जी ज्वाइँ नै हो तिम्रो चाहिँ दिदी भेनै पर्छ कुरा त्यसो हो दुई भाइ अभिषेक खोइ भाइ ए
शारदा आन्टीलाई निकिता चाहिँ बोलाएर जा शारदा आन्टीले जा तल बुफेमा होला ल अच्छा हाम्रो यो दिदी बहिनी पार्टी आइज यहाँ इपिया कता गयो पर्खिनु न पहिला मामा मेन हो नि त युगल अभिषेकदा र युगल युगल दा परे अभिषेकदा हामी लाइन पर्छ ल दिदी भेना तिम्रो हामी त्यही ढोक्छु ल फोकटे यस्तो हुँदैन आज फोकटे पहिला भेनालाई ढोक्नु पर्यो त्यहाँबाट दिदीलाई अरे दिदीले ढोक्नु पर्ने हो त लमसममा ढोक न त तिमीले केही छैन दिदीले ढोक्छ नि त तँलाई तँ बहिनीलाई ल दिदीले ढोक्दैन ल अब ल ल अब के छ टोपी छैन खदा लगाउने खदा लगाउने हेक अब एकसेक भयो अब रह्यो कोक छ अरे रह्यो भेनाहरूलाई ढोकिहाल्थ्यो यहाँ दुईजना बुझ्यो नि जहिले बुझ्यो अब मामा पार्टी